हेलो हाई गाइस। मैले सानो कुरा भन्दैछु, मन लाग्दा एउटा, मन नलाग्दा अर्को। भगवानले सिर्फ मानिस बनाउनु भएको थियो, तर मानिसलाई अलिकति धनी भयो भने मै सबैको भगवान हो। तर त्यसको भगवानको हो, उसलाई त भगवानले जीवन दिनुभएको हो नि। र हामीलाई पनि खाने, तिनले पनि त्यही दाल रोटी सब्जी, हामीले पनि खाने त्यही दाल रोटी सब्जी। धनीको भोग पनि त्यही हो, हामी गरिबको भोग पनि त्यही हो। दुईवटा रोटी खाएपछि सबैको पेट भर्छ। तर मान्छेहरूले धनी भयो भने मै सबैको भगवान हो, तर त्यो नियत होइन। नियत यो हो कि कोही गरिबै किन नहोस्, आँखा देख्ने किन नहोस्, लुलो लङ्गडो किन नहोस्, रोडमा दुईवटा खुट्टै नभएको मान्छे किन नहोस्, तर त्यसलाई आश नदेखाउनु। भोकालाई भोजन, प्यासालाई पानी, यो दुई चिज मानिसले बुझेन भने त्यसपछि त्यसलाई अमृतै खुलाउनुहोस्, केही फाइदा भएन। न धनीको न गरिब, केही फाइदा भएन। अमृत खुलाएर के फाइदा? फाइदै छैन।